Uchap, 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 uchap. Uchap गर uchap. Uchap गर्दै uchap. Uchap गर्दै uchap. छोरा uchap गर uchap. Uchap गर्दै uchap. Uchap, uchap. Uchap गर्दै uchap. Uchap गर्दै uchap. छोरा uchap गर्दै uchap. हेर बदमासले हेर uchap गर्दै uchap. छोरी यहाँ हो न यहाँ यहाँ छोरा आऊ छोरा बोल न बाबु यहाँ भन बाबु ए मेरो आँसु यहाँ आऊ भन न यहाँ आऊ यहाँ आऊ यहाँ आऊ यहाँ आऊ यहाँ आऊ यहाँ आऊ नि यहाँ आऊ यहाँ आऊ छोरा यहाँ छोरा यहाँ तिमीले बोल नि तिमीले बोला पो बाबु यहाँ आऊ भन न ए बाबु यहाँ आऊ भन न बाबु होइन के यहाँ आऊ फेरि यहाँ आऊ मुख हेर नि त्यहाँ मुख हेर न मुख बोल न बोल आऊ छाना आऊ 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 छोरा आऊ 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 छोरा आऊ छोरा आऊ छोरा छोरी यता हेर्छ चस्मा लाएर ल हेर 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 ल यसरी खिच्यो त छोरी यसरी समाउँछ यहाँ यसरी समाउँ ल खै भिडियो गरे हो त्यसो पाएन यस्तो पाएन यस्तो यस्तो हो यस्तो तल यसरी यत्तिको ल है यत्तिको खेली हेल हेर त दामी आएको छ फेरि
पहिला पहिला यहाँ आउँदाखेरि कहिलेकाहीँ 4को बेला हुन्थ्यो अनि यहाँ पिङ खेलिन्थ्यो। डुब्ने ठाउँ यहाँ हो फेरि पुरै। अहिले यहाँ यस्तो रेस्टुरेन्ट गऱ्यो यस्तो होइन पुरा घुम्न आउने ठाउँ भइरहेको छ यो। राम्रो थियो, धन्यवाद। हो हो ल जेरेटलाई पनि धन्यवाद। त्रिशुली खोला होइन यो? यहाँबाटको वातावरण छुट्टै छ। यहाँ गाडी के भएछ फेरि? बाटो हेर्दा यो हेर्दा साह्रै राम्रो देख्दो रहेछ। यही बाटो त हो के अरे के भन्छ मनहरीबाट आउने खोलाई। मनहरी अघि अघि तिमीले हेरेथ्यौ नि मनहरीबाट आउने बाटो यही हो। ए मनहरी ए त्यो अघि उसले म्यापमा हेरेको? ए माथि त्यो हाम्रो काजीले सियाउने सबै जान्छ। ए राम्रो छ। बिचमा बिच छैन, बिच भयो त सजिलो। ए हामी चारला तल यहाँ बसेर आनन्दले फलेको बसेर मक्का खाएर होइन रोप गरेर हेऱ्यो हामी मकै उसिनेर खाएर सक्यौँ। अब जाने तर्खरमा काठमाडौँको यात्रा हामी तय गर्दैछौँ। प्रार्थनापछि हामी छुट्छौँ। प्रार्थनापछि हामी छुट्छौँ। टु बी कन्टिन्यू होइन? यस्तो ठाउँमा हेर्नु त यहाँ कस्तो राम्रो घर, पुरा जङ्गलको बिचमै भनौँ यो हेर्नु। यस्तो घारी छ रहेछ यहाँ। यस्तो घारी हुँदा पनि यहाँ अहिलेसम्म कुनै पनि यो बँदेल बाँदर समेतले दुःख दिएको छैन अरे। खुसीको कुरा चाहिँ यो रहेछ।